सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानलमा। आज हामी भिडियो बनाउन गइरहेका छौँ सिरिज 2 बेसिक फुड हाइजेनिक पार्ट 2 मा। आज हामीले कुरा गर्नेछौँ व्यक्तिगत सरसफाइ, पर्सनल हाइजेनिक। हामीले खाना तयार गर्दाखेरि व्यक्तिगत सरसफाइ अथवा पर्सनल हाइजेनिकको निकै नै महत्त्व छ, अत्यन्तै। किनभने सुरक्षित खाना, स्वास्थ्य र सरसफाइ नै हाम्रो जीवनलाई राम्रो र स्वास्थ्य बनाउन मद्दत गर्दछ अनि ग्राहकलाई आकर्षक र ग्राहकको स्वास्थ्यलाई राम्रो। आज हामी सुरु गर्छौँ हात कहिले धुने हात कहिले धुने। काम सुरु गर्नुभन्दा अगाडि, वासरुम गइसकेपछि, काँचो मासु छोएपछि, खाना खानु अघि, खाना खानु पछि हामीले हात धुनुपर्छ। र हात धुने सही तरिका भनेको हाम्रो पहिला हातलाई राम्रोसँग भिजाउने, हातलाई राम्रोसँग पानीमा भिजाउने, अनि त्यसपछि साबुन लगाउने, अनि कम्तीमा पनि 20 सेकेन्ड ह्यान्डलाई रगटेर यस्तो गरेर रगट्ने, अनि सफा पानीले पखाल्ने। त्यसलाई सफा पानीले पखालिसकेपछि हामीले टिस्यु अथवा एयर ड्रायर अथवा टावलको माध्यमले त्यसलाई ड्राई गर्ने। सफा तरिकाले हात धोएर ल्याइसकेपछि व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्ने कुराहरू जस्तै काममा आउँदा सरसफाइ चटक्क परेर आउने, सफा युनिफर्म, सफा हेयर कपाल छोटो बनाउने, सेभिङ गर्ने, हातका नङहरू छोटो बनाउने, अनि गरगहनाहरू रिमुभ गर्ने, अनि हेयर नेटको प्रयोग गर्ने, अलैज खाना बनाउँदाखेरि हेयर नेटको प्रयोग गर्ने जस्ता क्रियाकलापहरूमा निकै नै ध्यान दिनुपर्ने हुन्छ। हामीले सामान्य कुराहरू, सामान्य छ यो कुरा, तर हाम्रो खाना बनाउँदा फुड प्रिपरेसनमा चाहिँ यसको महत्त्वपूर्ण भूमिका खेल्छ। खानामा कुनै हाम्रो फेर गयो भने, मेल पोरो भयो भने ग्राहकलाई असर पर्न सक्छ, बिरामी हुनसक्छ। बिरामी भयो भने कम्प्लेन हुन्छ। अफकोर्स कम्प्लेन आयो भने हाम्रो खाना राम्रो हुँदैन, खाना राम्रो भएन भने हाम्रो रिभ्यू नराम्रो आउँछ, रिभ्यू नराम्रो आयो भने हामीलाई बोसले टोक्छ। त्यो हामी सबैलाई थाहा भएको कुरा पनि हो, त्यो सामान्य कुरा पनि हो। सबैले ध्यान दिनुपर्ने हुन्छ। हामीलाई थाहा छ तर हामीले ध्यान दिँदैनौँ। अर्को कुरा आउँछ क्रस कन्टामिनेसन रोक्ने उपायहरू। काँचो खाना, पकाएको खाना छुट्टै ठाउँमा भण्डारण गर्ने, छुट्टै ठाउँमा राख्ने। अनि अर्को हुन्छ हाम्रो काम गर्ने क्रममा हाम्रो जस्तै मैले पहिला पनि भिडियो बनाएको थिएँ, ग्रिन चपिङ बोर्ड भेजिटेबलको लागि युज गर्ने, जस्तै छुट्टै चपिङ बोर्ड, अनि नाइफ भयो हाम्रो अलग हुन्छ, हाम्रो छुट्टाइदिएको हुन्छ। त्यो चाहिँ छुट्टै युज गरियो भने हाम्रो यो क्रस कन्टामिनेसन हुनबाट पनि रोक्दछ। अनि अत्यन्तै महत्त्वपूर्ण पनि छ छुट्टै युज गर्न। काम गर्ने क्रममा हामीले व्यक्तिगत सरसफाइमा ध्यान दियो भने हाम्रो पर्सनल पनि गेन हुन्छ, हाम्रो पर्सनल हाइजेनिक पनि गेन हुन्छ, साथसाथमा हाम्रो प्रोडक्ट पनि राम्रो हुन्छ, साथसाथमा हाम्रो प्रमोसन पनि हुन्छ, र हामीलाई नलेज पनि बढ्दै जान्छ। हामीले एक ठाउँमा मात्र रहेर जब गर्ने होइन, हामीले अर्को ठाउँमा पनि जाने, त्यो ठाउँमा जाँदाखेरि हामीले अझ राम्रो पर्फर्मेन्स देखाउन सक्छौँ। सो त्यसैले आजको विषयमा ध्यान दिनुपर्ने कुराहरूमा एकचोटि व्यक्तिगत सरसफाइ पालना गर्नु भनेको ग्राहकको स्वास्थ्यमा सुरक्षा गर्नु र सानो बानीले पनि फुड सेफ्टीमा ठुलो असर अथवा फरक पार्दछ है त गाइज। म कुनै ठुलो प्रोफेसनल सेफ त होइन, तर म पनि सिक्दैछु होइन। म पनि सिक्दै हजुरहरूलाई पनि मलाई थाहा भएको कुरा नेपालीमा हजुरहरूलाई सिकाउँदै गरेको छु। अगर हजुरहरूलाई मेरो भिडियो मनपर्छ भने
लाइक कमेन्ट सब्सक्राइब सेयर गरी मलाई सहयोग गर्न सक्नुहुन्छ। आजलाई हामी यति नै गर्छौँ। फेरि अर्को भिडियोमा भेटिने नै छौँ। नमस्कार। थ्याङ्क यू।